ड्रोन नट अलाउड रहेछ ड्रोन कुदाउनु नपाइन्छ उडाउनुलाई ड्रोन ल्याकै बेकार भइसक्यो ल्याकै बेकार भइसक्यो ए हियर कम हियर ए मारी सिनी मारी ओ भाइ मारी क्यामेरा हालेर आएको छौँ होइन मेरो प्यारो प्यारो दाईहरू म लगायत एकजना साथी उहाँ तल हुनुहुन्छ भाइहरू एकदम रमाइरहेछ चाहिँ हामी ग्यान्टिङ हाइल्यान्डको ए क्यामरेन अहिले चाहिँ हामी क्यामरेन हाइल्यान्डको स्ट्रबेरी फार्म हाउसमा आएको छौँ है हेलो गाइज वेलकम ब्याक आजको न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अहिले चाहिँ म मलेसियाबाट हो अलि मलेसियामा कति बज्यो भन्नुहुन्छ भने चाहिँ बिहानको 5 बज्दैछ हेर्न सक्नुहुन्छ अँध्यारो छ 5 बजी चाहिँ एकदम अँध्यारो छ बाहिर यो बत्तीले गर्दा मात्रै हल्का उज्यालो छ एकदम अहिले चाहिँ अँध्यारो छ किन म बिहान बिहानै उठेँ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ आज सदा चाहिँ हामी चाहिँ आज मेरो छुट्टीको दिन घुम्नलाई बाहिर जाँदैछौँ कहाँ जाँदैछौँ भन्दा चाहिँ मेरो फुल भिडियो हेर्नुपर्ने हुन्छ हजुरहरूले र टाइटल हेरेर पनि थाहा पाउनुहुन्छ एकदम हाम्रो चाहिँ लामो दूरी हुनेछ टाढा लगभग 4-5 घन्टाको बाटो हुनेछ कस्तो हुन्छ के हुन्छ हजुरहरू साथमा रहनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु हामी चाहिँ अहिले उतै जाँदै भेटौँला है त गाइज हाम्रो चाहिँ गाडी पनि आइसकेको छ अनि हामी जाने साथीहरू चाहिँ यति 3 जना छ अनि मसँग 4 जना रेडी एकदम रेडी भइसकेको छ अनि गाडी चाहिँ यो ल उता बिहान बिहानको नजारा हो एकदम अँध्यारो छ केही पनि देखिँदैन है एकदम अँध्यारो छ एकदम बिहानै गइरहेछ हामी चाहिँ हेलो गाइज अहिले चाहिँ हामी बाटोमा छौँ अहिले कति बज्यो भन्दा चाहिँ 7:50 भएको छ यता छ 2 जना पछाडि अनि यता हामी 2 जना छौँ जाँदैछौँ अहिले चाहिँ धन्यवाद दाजुलाई बाहिरको नजारा अहिले चाहिँ हामी एकदम पहाडको बाटो उकालो चढिरहेछौँ देख्न सक्नुहुन्छ गाउँहरू छ पहाडको जङ्गल छ जङ्गल वरिपरि चाहिँ सबै क्यामरन हाइल्यान्डको घरमा पानी मलाई किन गाली पानी हाम्रो भाइहरू एकदम रमाइरहेछ घरमा देखेर है हाम्रो गाउँको खरे खोला तर एकदम दामी कति अग्लो छ घरमा यहाँ चाहिँ पानी आइरहेको छ मुख धुने पानी छ नि होइन मुख धुनुपर्छ गाडीमा अस्ति ढङढङे लागेर यार फ्रेस हुनुपर्छ धुनु होला ए पानी एकदमै छ यो त एकदम उम्रेको पानी रहेछ मोहनको यहाँ रहेछ माथि मोहन चाहिँ एकदम उम्रेको पानी छ यहाँ एकदम मिठो छ पानी चाहिँ ल अब चाहिँ हामी जानुपर्छ माथि नै
थकान भए पनि कति घन्टा भयो हामी हिँडेको? हामी लगभग 12 घन्टा जति भयो। 4 घन्टा भयो। कहाँ 4 बजी हिँडेको? 9 बज्यो नि अहिले, 9:20 भयो। 4 घन्टा जति भयो होला। 4-5 घन्टा। हामी चाहिँ क्यामरन हाइल्यान्ड आइपुग्यौँ अहिले चाहिँ। यहाँ चाहिँ एकदम फार्म हाउसहरू रहेछ धेरै चाहिँ। अनि क्यामरन हाइल्यान्ड, आई लभ क्यामरन हाइल्यान्ड फार्महरू चाहिँ त्यहाँ चाहिँ खेतीबारीहरू गर्ने रहेछ। यहाँ चाहिँ सबै खेतीबारी रहेछ क्यामरन। खै तपाईँ बोल्नु। भनौँ न। दाजु आजको घुमाइ चाहिँ कस्तो लाग्यो? एक्साइटेड हुनुहुन्छ कि कस्तो लाग्यो? एक्साइटेड त हो के अरे, तर एकदम बिमारी नै भयो यार। बिरामी हुनुभयो? त्यो बाटो त धेरै खतरा यार। हाम्रो गोदकको बाटो भन्दा पनि धेरै मोर रहेछ कि घुमाएको एकदम माथि। अहिले चाहिँ हामी क्यामरन भ्यालीमा आइपुगेका छौँ। कस्तो छ त यहाँको भ्याली? चियाबारी रहेछ त है, एकदम चियाबारी रहेछ यार। इलामको हाम्रो इलाम नै ठ्याकै रहेछ कि। इलामको हावापानी र यहाँको मिल्ने छ चिया बगान। सबै चिया चाहिँ तल गाडी आउँदैछ, त्यही गाडीमा अब हामी चढ्छौँ। सो फाइनली टिकट पनि काटेको होइन? टिकट काटेर हाम्रो चाहिँ टिकट हातमा टालेर चाहिँ है अब घुमिरहेको छौँ। हाम्रो यो एक्साइटेड पनि छौँ आज चाहिँ। एकदम गुड छैन, यही हो घुम्ने चाहिँ। यो अगाडि प्यासेन्जर छ, यस्तो सिस्टम रहेछ यहाँ चाहिँ टक्क बस्ने। अनि वरिपरि चियाबारी घुम्ने रहेछ। म देखाउँछु है त। इलामै सहर चियाबारी राम्रो, त्यही पर घर हाम्रो। चिया भर्खर मुना आउँछ। हाम्रो नेपालमा पनि ठ्याक्कै सुरु भइसक्यो है मुना आउने। यहाँ पनि सुरु भएछ यार। सेम रहेछ नि मुना आउँछ होइन? त्यस हावा पनि इलाम र यहाँको हावा पनि ठ्याक्कै रहेछ कि। छेउमै फोटो पनि खिच्यो हो कि इलामकै चियाबारीकै खेतबाट आएको होइन। चियामा हुर्केको मान्छे अब यहाँ आएर पनि चिया हेर्नु पऱ्यो। तर जस मलेसियामा पनि चिया रहेछ भन्ने कुरा चाहिँ थाहा भयो नि त होइन? मलेसियामा पनि चिया हुँदो रहेछ है भन्ने कुरा चाहिँ थाहा भयो। चढिरहेको छ। अहिले चाहिँ 11 बजिसक्यो। अनि धेरै भोक लागेर चाहिँ एकदमै धेरै भोक लागेर चाहिँ हामी यहाँ आएर चाहिँ खाना लाग्दैछौँ। हाम्रो खाना चाहिँ यस्तो छ। भाइ चाहिँ खाइरहेछ। भोक लाग्यो क्या? कुखुराको फिला टोकिरहेछ। यता उसले खाँदैछ, साथीले पनि। यता बङ्गालीले पनि खाँदैछ, बङ्गाली दोस्तले पनि खाँदैछ। कैसा याद छ? हाँ भाइ अच्छा है। खानामा चाहिँ के छ त भन्दा चामल, मासु, सलाद अनि खोर्सानी यति नै हो। नासी लम्मा र त केही पनि छैन यार। यसलाई भन्दैन नासीमा त। अनि के भन्छ? यो त सादा खाना हो। बरु दिन्थ्यो होला नासी लम्मा भनेको थियो। अहिले चाहिँ हामी घुम्ने क्रम जारी छ हाम्रो चाहिँ चियाबारीमा। यो चाहिँ सबै चियाबारी रहेछ। अनि यो चियाबारी बनाएर चाहिँ यहाँ तल चाहिँ रिसोर्ट बनाइदिएको रहेछ कि, रेस्टुरेन्टहरू रहेछ। अनि रेस्टुरेन्ट चल्ने भयो होइन। यहाँ चाहिँ भर्खर कटिङ गरिरहेको छ चिया। यो चाहिँ कटिङ चिया रहेछ ठ्याक्कै। हाम्रो इलाम र यहाँ चाहिँ कुनै पनि फरक देखिनँ मैले चाहिँ चियाबारीको चाहिँ। अनि यहाँ चियामा पनि रोगहरू लागिसक्छ यार। चिया मरिरहेछ त। छिटो न। ल भाइ। हेलो गाइस। सो हामी चाहिँ आज क्यामेरा हालेर आएको छौँ होइन। मेरो प्यारो दाईहरू, म लगायत एकजना साथी उहाँ तल हुनुहुन्छ। अनि यहाँ टुरिस्ट एरिया। सो फाइनली आउनु होला होइन।
मेरो दाइहरूसँग हामी आएको छौँ आज तपाईँहरूको लागि भनेर होइन। त्यत्रो टाढोदेखि मेहनत गरेर आएको, दुःख गरेर आएको। सो हाम्रो यस्तो मलेसियामा पनि हाम्रो नेपाल जस्तै फिल हुँदो रहेछ भन्ने महसुस लाग्यो होइन। एकदम दामी, एकदम बबाल। कस्तो लाग्यो तपाईँलाई आजको? बबाल लाग्यो हो। सो हामी चाहिँ माथि जाँदैछौँ होइन। आज माथिको नजारा चाहिँ कस्तो हुन्छ, अनि उहाँ दाइहरू हुनुहुन्छ माथि जाँदै हुनुहुन्छ होइन। हामी चाहिँ माथिदेखि आएको होइन। यो मलेसियाको क्यामरन आइल्यान्ड हो। साह्रै थाकियो पनि होइन, सो एक्साइटेड पनि। मतलब बन्धु र भाइ जल्दी आयो भाइ, जल्दी आएगा। टेरेगा यसै हुने रहेछ त यति हिँड्दै। अघि हामी आएको चाहिँ हामी चाहिँ गाडी त्यहाँ माथि राखेको छौँ, त्यहाँ माथि हामीले त्यहाँ माथि गाडी राखेर आएको छ त्यो पहेँलो घरमा। त्यहाँ चाहिँ रोड छ, अनि त्यहाँबाट चाहिँ त्यहाँ तलबाट चाहिँ त्यो सानो गाडीमा आएको। अनि त्यहाँ तलबाट चाहिँ खानासाना खाइयो, खाइसकेर अहिले चाहिँ हामी यो माथिसम्म डाँडासम्म जाने भनेर चाहिँ हिँड्दैछौँ। तर एकदम धेरै उकालो छ यार। Hi. Hi, how are you? I'm fine. अहिले चाहिँ आमा एकदम गाह्रो भइरहेको छ कालो बाटोमा। यो बाटो चाहिँ 1 महिना चाहिँ हिँड्नुपर्छ यार, उकालोहरू आउँछ। ज्यान त ठिक ठाउँमा आइहाल्थ्यो। अहिले हल्का फ्याट बढेको छ शरीरमा, वजन बढेको छ, घटाउनुपर्छ। सरोज के छ नि? ठिक छ, कस्तो छ आज? एकदम रमाइलो भयो आज। राम्रो है। अब चाहिँ सरोज साथी हो, सँगै काम गर्ने, अगाडि हिँड्दैछ। यता हाम्रो बिरहाङ लिम्बू तल आउँदैछ। हाम्रो बन्धुरा भाइ चाहिँ कहाँ हराउँछ यार? म त हिँड्नै सक्दिनँ। कहाँ हिँड्नु त गाह्रो पर्नेछ त। पर्दैन होला खोइ के हो यार, सब टिकट सिस्टम छ क्या। तर मलेसियामा चिया हुने ठाउँ चाहिँ यही क्यामरन आइल्यान्ड मात्रै होला यार है। अरू ठाउँ त हुँदैन होला चिया होइन? मलाई थाहा छैन, यही क्यामरन आइल्यान्डमै मात्रै रहेछ क्या चियाको। मलाई ठिक्क टिप्ने बेला भइरहेको रहेछ। को आउँछ टिप्नु यहाँ? नेपालीहरू छ क्या टिप्ने होला नि, यो बङ्गालीहरू नि। तल त्यत्रो काम गर्ने छ त नि, के गर्छ यिनीहरूले होइन। यहाँ माथि के फेरि टिकट घर रहेछ क्या हो यार? कठिन टिकट तिर्नु त्यहाँ माथि पनि अघि टिकटै काटेर आयो। तर अझै बन्नु चाहिँ बन्दै रहेछ। अब यहाँ माथि एकछिन पुग्ने, त्यहाँदेखि फर्किहाल्यो। यहाँ चाहिँ ड्रोन नट अलाउड रहेछ, ड्रोन कुदाउनु नपाइन्छ उडाउनुलाई। ड्रोन ल्याएकै बेकार भइसक्यो। हँ, ल्याएकै बेकार भइसक्यो। यहाँ ड्रोन बोइछ भाइले चाहिँ होइन, उडाउनु पाएन। यस्तो बनाइदिएको रहेछ ठाउँ चाहिँ, एकदम बबाल छ। त्यस टुरिस्टको लागि चाहिँ टुरिस्ट एरिया रहेछ। अब हाम्रो इलाममा चाहिँ माल पाएर चाल नपाए जस्तो भइरहेछ क्या। यति धेरै चिया बगान छ यहाँ चाहिँ। यति एरियामा यस्तो व्यवस्थित तरिकाले होइन यो चियाबारी बनाएको छ। एकदम टुरिस्ट एरिया बनाइदिएको छ है। कति फाइदा टुरिस्ट आयो उतै फाइदा, चियाको आम्दानीबाट उतै फाइदा होइन त। फेरि अहिले चाहिँ हामी यो गाडी चढेर यहाँ माथि आइसकेको छौँ, अलिक माथितिर अहिलेको चियाबारी भन्दा माथि। अनि यहाँ चाहिँ एकदम दामी फुलहरू रहेछ। फुल कस्तो छ त, एकदम दामी छ यार।
दामी छ फुल यो गाडीहरू यता हिँडिरहेको छ यता फुल चाहिँ निकै राम्रो रहेछ सजाएको रहेछ यो फुल त हाम्रो नेपालमा नि हुन्छ कि हो यार त्यो घरतिर त्यो सिन बनाउँछ नि फुल ठिक ठिक यही फुल रहेछ यहाँ बिचमा चाहिँ सयपत्री हो कि के फुल छ सलामत ताताङ क्यामरन हाइल्यान्ड यहाँ पनि फाइनल्ली आइपुग्यो यस्तै छ नजारा दामी छ ठुलो राम्रो छ यहाँ आउनको लागि बसमा पनि आउनु सक्ने रहेछ बसहरू पनि छ बस्नको लागि झ्याम्पा स्टाइलको छ त यार बस्ने बुढा पनि ठिक बस्नको लागि दामी बनाइदिएको रहेछ अब यहाँ हामी फोटोसोटो लिन्छौँ अनि फेरि जानुपर्ने हुन्छ हामी चाहिँ अब स्ट्रबेरी फार्ममा जान्छ स्ट्रबेरी फार्ममा त्यहाँदेखि लेभेन्डा अझै छ ठाउँ घुम्ने ठाउँ चाहिँ ल अहिले हेर्दै गर्नु होला त्यो भिडियो यो के खाने चारवटा होइन एउटा कतिवटा छ पिस 4 पिस kayak ini bapak satu Yang ini pompa satu. bapak dalam ada 4 Dalam ada 4. boleh kita satu lah Satu je. ya. Coba satu-satu lah rasa saja अहिले चाहिँ हामी ग्यान्टिङ हाइल्यान्डको क्यामरेन अहिले चाहिँ हामी क्यामरन हाइल्यान्डको स्ट्रबेरी फार्म हाउसमा आएको छौँ है यहाँ चाहिँ पुरै फार्म बनाएको रहेछ यहाँ चाहिँ स्ट्रबेरीको लागि सागसब्जीको लागि स्ट्रबेरी हाम्रो लिम्बू भाइ के गर्दैछ त्यहाँ यो चाहिँ फुलहरू रहेछ यो सागहरू धनियाहरू यो सागसब्जी चाहिँ धनिया एकदम यो त यहाँ दामी प्रविधिमा बनाएको रहेछ यो है एकदम पाइपमा है बिरुवाहरू लगाएर दामी बनाएको रहेछ यो प्रविधि चाहिँ माने यार यत्रो साग यहाँ सोल यो पाइप छ पाइपमा सानो सानो तार पनि छ त्यो तारमा चाहिँ पानी होला सायद अनि यति राम्रो छैन साग यो सागलाई के भन्छ है यो साइज पुनो अनि यो सलाद होइन यो सलाद छ त्यहाँ पनि सलाद रहेछ यस्तो राम्रो तरिकाले हुँदो रहेछ है जमिनमा रोप्नै पर्ने त्यही त यार यो तरिका त यो हो नि त यार एकदम दामी यार तरिका त फर्स्ट टाइम खेती गरेको प्राविधिक तरिकाको चाहिँ यहाँ देखियो नि त यार यो तरिकाले दामी ठुलो छ फार्म त यहाँदेखिको फार्म त एकदम खेती गर्ने तरिका त यो गुड छ यार तल छ कैसा लगा भाई बहुत अच्छा लगा हाँ भाई बहुत अच्छा लगा बहुत अच्छा है ना खेती गर्ने तरिका त कैसा प्राविधिक तरिका है ना इस तरिका बंगला ना है ना नहीं हाँ ऐसा तरिका देखो यो यति चिसो ठाउँ छ कि यो माथि तर पनि यो एकदम यो तातोलाई चाहिँ होइन यो चिसोलाई चाहिँ एडजस्ट गरेको रहेछ के
धनिया त यस्तो दामी लियो धनिया दामी छ नि धनिया त यो सेउ ए होइन स्याउ ज्यापिन ए के यो क्यामरन हो एसआई क्यामरन ए भएर क्यामरन भनेको यहाँ भएर यो त साई हाम्रो मार्केटमा चाहिँ यतैबाट जान्छ सागहरू यो क्यामरन साई क्यामरन धनिया त्यहाँ चाहिँ बिरुवा रहेछ त्यो चाहिँ बिरुवा छ यो चाहिँ स्ट्रबेरी भर्खर लाउँदै गरेको रहेछ सबै यत्रो सबै छ है यो चाहिँ भर्खर बिरुवा मात्रै छ अहिले चाहिँ हामी फर्किँदैछौँ स्ट्रबेरी फार्मबाट घुमेर यहाँ धुप्पी पनि रहेछ यो रेड कलर यो सिलामको बोर्ड छ साथै पुरै पाइप रहेछ पानीको पाइपहरू नो स्मोकिङ यो तल चाहिँ फुलहरू छ बाबा माछा कता कता रहेछ यी सबै फुलहरू चाहिँ यता चाहिँ कता कता माछा रहेछ क्या यहाँ चाहिँ सब फुलको बिरुवाहरू पनि पाउने रहेछ कति सानो सानो यसमा छ क्या ट्रेमा सानो सानो ट्रेमा बिरुवाहरू दामी छ है फुल यो चाहिँ माथि चाहिँ ठुल्ठुलो रहेछ यो मसिनो चाहिँ मसिनो खालको रहेछ 6वटा पिसको 14 रिङ्गिट एउटा पिसको चाहिँ 3 रिङ्गिट दामी रहेछ नि सानो हेलो साथीहरू अहिले चाहिँ हामी फेरि अर्को जग्गामा आएको छौँ क्याम्पटन हाइल्यान्डकै अर्को जग्गा यो चाहिँ जू हो चिडियाखाना अनि हामी चिडियाखाना आएको छौँ टिकट पनि किनिसकेको छौँ एकजनाको 15 रिङ्गेट 4 जनालाई पर 7 रिङ्गेट मयूर पनि रहेछ त बर्ड्स रहेछ यहाँ चाहिँ मयूर हो यो सेतो सेतो मयूर हो यो मलेसियन मयूर पाउँदछ है नेपालमा मात्रै होला भने सबै कुखुराहरू रहेछ हो यहाँ यो कुखुरा पनि रहेछ यो कुखुरा नाम त के पो थियो यो कुखुराको नाम त के भयो यो तितिर भन्छ यो तितिर कुखुराहरू क्या यो त मयूरहरू छ यार मयूर पनि त पाउने रहेछ नि त यार होइन हामी चाहिँ चिडियाखानामा घुम्दैछ यो चाहिँ चराहरू मात्रै रहेछ यार अरू चाहिँ कता छ रोक्छ यसले ठुङ्दैन होला ठुङ्दैन कति केजी होला यो 5 केजी छ मासु खान्छ नि यसो होइन मयूर है कति ठुल्ठुलो छ यार पोतमा बसेर
कोचमा बस्दैछ है यताबाट जानु मिल्छ होला नि त उस अरे त्यो लामपुसे हो कि ए होइन के भन्छ सुगा सुगा हो यहाँ त विदेशीहरू आउँदछ घुम्नलाई भेडा भेडा भेडासँग फोटो खिच्ने अरे कहाँ खिच्नु भेडासँग यार ल थर्कियो रहेछ यार ल थर्कियो ल थर्कियो यत्रो केटाहरू आइरहेछ है म चाहिँ कति गलिसक्यो लास्ट गरिसक्यो कि धेरै घुम्दा धेरै गलियो सर्प ए उयोहरू चाहिँ के भन्छ यसलाई यसको त नाम थाहा छैन किराको अन्त बाँसतिर हुन्छ यार यो त यो त नि सबैभन्दा महँगो अरे कत्रो कालो होइन हौ यो बाँसतिर हुन्छ होइन यो बिसी मालौँ नै माछा पनि रहेछ माछा सेतो र रातो रहेछ सो ब्युटिफुल होइन आजको टुर चाहिँ हाम्रो त्यत्रो टाढोदेखि आएर पनि यहाँसम्म आयौँ हजुर पात जस्तो किरा कहाँ किरा होइन पुरै पात जस्तो ओ ठिक पहिला के भन्छ राख्दै गर्छ नि यो किरा हो पुरै पात जस्तो त्यहाँ पनि छ यो त ऊ हो नि यो यस्तो के भन्छ धेरै खाने कि थोरै खाने भन्दा यस्तो गर्छ नि आसिम फतक त भन्छ आसिम फतक त भन्छ यस्तो टङ्गाहरू ए हियर कम हियर ए मारी सिनी मारी ओ भाइ मारी कति रहेछ दुईवटा रहेछ है मारी मारी भन्दा बाबु आइहाल्छ मारी यो त चराहरू रहेछ कुन चरा हो यो त्यहाँ रहेछ नि त यो कङ्गारीको अगाडि खुट्टा हुँदैन छोड्नु भएको छ है यता चाहिँ माछाको आइटम रहेछ कत्रो माछा छ यहाँ यो सबै हाम्रोतिर पाउने माछा हो वाउ पानी कत्रो आयो यो चाहिँ माछा फार्म अब रुम जानुपर्ने पानी आयो अब हाम्रो गाडी चाहिँ हो ब्याक आउँदैछ गाडी यत्रो पानी आइरहेको छ कसरी रुम जाने हो गाह्रो छ हामीलाई हेलो गाइज हाम्रो चाहिँ एकदम पाप भइरहेछ अहिले चाहिँ गाडीले मातेर अनि यहाँ बसेर चाहिँ हामीले खानासाना खाजाहरू खायौँ मलाई चाहिँ खाना ठिकै लाग्यो नि साथीले यो ल्याइदिएको छ अब यही खाने अनि जाँदैछौँ अहिले चाहिँ यो किन्नु भएको है 5 बजिसक्यो बिहान रुमबाट 4 बजी हिँड्दाखेरि 10 बजे थियो अहिले 5 साढे 5 भइसक्यो हिँडेको छैन कति बज्छ पनि रुममा पुग्दाखेरि आज चाहिँ एकदम बिहाल हुने भयो होइन थकान प्लस पापै हुने पऱ्यो मलाई त रोड यस्तो थियो र यस्तो भइदिएको है आइसक्रिम खाउको गाइस भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो भिडियो चाहिँ यति नै म चाहिँ इन्ड गर्दैछु अब एकैचोटि रुम जाने हो डाइरेक्ट रुम जाँदैछु गाइस बाई बाई बाई